खर्च गरेर काम गर्न जान्छ त्यो बुढीको गोबर सोरेको जस्तो गु सोर्न गएको म जान पाइनँ भनेर मैले त्यो उदाहरण गरेको होइन तर त्यहाँ गएपछि त मेरो घर जस्तो त हुँदैन नि त त्यहाँ नक्कुर बस्न गएको नक्कुरले त त्यो काम गर्नै पर्यो पैसा 4 लाख रुपियाँ कमाए भनेर हुँदैन त्यो नक्कुर बस्न गएको त्यो नक्कुर बस्न भटेको छोराको हजुर आन्टी तपाईँले भन्नुभएको पनि ठिकै हो है हामी बाहिर देश आउँछौँ है हामी इजरायल आउँछौँ पैसा तिरेर ठिकै हो बिना पैसाको त कसले काम दिन्छ बिना पैसाको त इन्डियामा पनि काम पाउँदैन अनि अर्को कुरा अब हामीले यहाँनिर के गर्छौँ कसो गर्छौँ त्यो त हाम्रो डिसिजन हो नि त हामीले आफै डिसिजन लिएर आएको कुनै पनि काम गर्नुको लागि त एउटा हिम्मत पो चाहिन्छ त कुनै पनि काम गर्नुको लागि एउटा हुन्छ नि डेयरिङ चाहिन्छ अब तपाईँले घरमै बसेर जिन्दगी बिताउनुको लागि डिसिजन लिनुभयो हामीले त के पनि भनेको छैन बस्नुहोस् न मजाले बस्नुहोस् तपाईँको हस्बेन्डले तपाईँलाई कमाएर दिन्छ होला द्याट्स भेरी गुड यु आर भेरी लकी तर जसले गर्दैछ त गर्नु त दिनुहोस् होइन अब तपाईँले अघि नै भन्नुभयो मैले आरिस गरेको होइन म जानु नपाएर भनेर अब जानु आउनु पाएँ कि नपाए पनि त्यो त तपाईँको डिसिजन थियो नि त तपाईँ आउनु नआउनु होइन सबैजनाको आफ्नो आफ्नो काम हुन्छ आफ्नो आफ्नो कामलाई रेस्पेक्ट गर्नुपर्ने हुन्छ अनि जो बाजे बोजूलाई हामीले स्याहार्दैछ त्यो त हामीले घरमा पनि त गर्नै त पर्ने हो हाम्रो बाजे बोजूलाई त हामीले हेर्छ हेर्दैन कि तपाईँले आफ्नो सासू ससुरालाई हेर्नु हुँदैन सासू ससुरालाई पनि नहेर्दा पनि तपाईँको पनि उमर ढल्दैछ है कुनै बेला तपाईँलाई पनि त चाहिनु सक्छ कसैको सहारा होइन बुढेसकाल त सबैको आउँछ हाम्रो पनि आउँछ हामीले गरिरहेको छ भने जे गरिरहेको छ त्यही पाउँछ होइन अन्त भोलिको दिनमा तपाईँलाई कसैले यसरी हेल्प गर्यो भने तपाईँ के भन्नुहुन्छ थ्याङ्कफुल त तपाईँ हुनुहुन्छ होला होइन त्यसै कारणले अर्काको कामलाई त्यसरी डिमिन पनि नगर्नुहोस् है भोलिको दिनमा के थाहा आफ्नो पनि त्यही गति हुन्छ कि बा मुख छ ठिकै छ बोल्नुपर्छ घरमा यसो तपाईँको सोचहरू पोइन्ट अफ भ्यू राख्नु पाउँछ तर यो सोसियल मिडियामा चाहिँ होइन नि त होइन सबै काम यस्तै हो हामी सबैकै नकोरै हो जति पनि जब्सहरू छ नि हामी कसै न कसैको नकोरहरू नै हो उनीहरू हायर जब होस् या सानो जब होस् हामी कसैको अन्डरमा नै हिँड्नुपर्छ त्यही कारणले गर्दाखेरि अर्काको कामलाई त्यसरी डिमिन नगर्नुहोस् आन्टी है घरमा बस्नुहोस् मजाले घरमा तपाईँको आफ्नो होइन घर परिवारसँग तपाईँको पोइन्ट अफ भ्यू राख्नु ठिकै हो तर अब सोसियल मिडियामा गर्नु हुँदैन होइन सोसियल मिडिया यस्तो चिज हो जहाँनिर तपाईँले फेरि गाली पनि खानुहुन्छ त्यही कारणले चुपचापले अङ्कलले कमाएर ल्याउनु हुँदैछ बसेर मजाले मिठो मिठो खाँदै राम्रै हुँदै नक्कल पार्दै बस्नुहोस् कि अर्काको कामहरूलाई चाहिँ डिमिन नगर्नुहोस् ल घरमा श्रीमानले चिया पकाएर दे भनौँ भने पकाउँ न यहाँ बिहानदेखि गलेर मर्न आँटे भन्छ उसले 40-50 हजार 1 लाख कमाउला आर्मीमा जाला कहीँ इन्जिनियर होला घरमा श्रीमतीको जवाब त्यस्तै इजरायलमा गयो त्यसैलाई इजरायल पठायो भने 3 लाख सेलेरी त्यसको हुन्छ त्यो बुढाबुढीले हगेको मुतेको धुने कपडा धुने नुहाइदिने तेल लाउने अहिलेका महिलाहरूलाई 5 लाख दिनुभयो भने जसो पनि गर्ने श्रीमानले 1 लाख घरमा पठाउँदाखेरि भएको आज मेरो यहाँ हातको दुःख भन्दाखेरि हस्पिटल जा हात दुःख भन्ने भन्छन् यो छ समस्या यो भन्नु लु यता हेर्नुहोस् अडियन्सहरू चाहिँ सबैजना यहाँ यहाँ चाहिँ भद्रको नाति नि अनि अङ्कल तपाईँको त्यस्तो खालको वाइफ पर्नु भएको छ भने त्यसमा हाम्रो के गल्ती छ तपाईँले गर्नु नदिएको त होला होइन तपाईँले गर्नु नदिएको त होला अब तपाईँको आन्टी त्यस्तै छ भने त होइन तपाईँले अब सरको तार जस्तो गरेर सबै आफै लुगा घर भाडा सबै आफै गर्नुहुन्छ भने त्यसमा हाम्रो के गल्ती त्यसमा तपाईँ आफैको गल्ती हो तपाईँले गर्नु नदिएको घरमा त जे पनि गर्दा पनि भइहाल्यो नि अन्त फेरि अनि अर्को कुरा हामी त यहाँ कमाएर पो खाइरहेको छौँ थोरै नि तपाईँलाई माग्नु आएको छैन तपाईँलाई माग्नु त आएको छैन तपाईँहरूलाई त माग्नु आएको छैन त्यही कारणले चाहिँ छोराछोरी भएको मान्छेहरू चाहिँ अलिक मुखचुप गरेर बस्दा पनि हुन्छ ल भोलि दिनमा के हुन्छ भनेर कसलाई थाहा हुँदैन भोलि दिनमा तपाईँलाई स्याहार्नु पनि कोही नहोला त्यही कारणले अब उमरहरू पनि ढल्दैछ कि अलिक चुप लागेर बस्यो भने चाहिँ अलिक ठिक हुन्छ होला अचम्मै लाग्यो अर्काको काम जेसुकै होस् हामी गु धुम कि मुद धुम कि के धुम तपाईँलाई के भयो तपाईँलाई माग्नु आएको छ नि